हेलो गुड मर्निङ गाइज। फेरि पनि मेरो मिठो ब्लगमा सबैजनालाई स्वागत छ। हाम्रो चाहिँ आज घरमा पूजा गर्दैछु भने अन्तिमसम्म हजुरहरूले पूजा के कस्तो हुन्छ है, तामाङ कल्चरमा पूजाहरू गरिन्छ, त्यस्तै पूजाहरू कस्तो हुन्छ सबैजनाले हेरेर यसो फलो पनि गरेको छैन भने फलो गरिदिनु होला। म अन्तिमसम्म देखाउँछु हाम्रो के कस्तो गर्छ है, लुङदरहरू है, यो सबै देखाउने छु। हजुरहरूले चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु पनि हुन्छ है त। यतातिर पूजा स्टार्ट भइसकेको छ, अब तपाईँहरूले हेर्न सक्नुहुन्छ। यतातिर चाहिँ हाम्रो मामा दाजुहरू सबैजना काम गरेर बस्दै हुनुहुन्छ भने यतातिर चाहिँ सबैजना बस्दै हुनुहुन्छ हाम्रो है। यता भित्र काम स्टार्ट भइसकेको छ है। हाम्रो पूजा चाहिँ यसरी हुन्छ, हाम्रो मेमेहरू पढ्दै हुनुहुन्छ। यता मेरो बुवा हुनुहुन्छ यता, हाम्रो दाइ, अनि हाम्रो यसरी गर्नुहुन्छ। हाम्रो आबा थेपाले चाहिँ यता लुङदरमा टक्का लाएर लेख्दै हुनुहुन्छ। आबा लुङदर चाहिँ किन हामीले ठोक्सी गर्नुपर्छ, किन चाहिँ यसो अब होइन, लामा गुरुबा जस्तै अरू मान्छेले पनि गर्दा नि हुन्छ, तर यो धेरै प्रायः चाहिँ लामा गुरुबाले मात्रै गरेर हुन्छ। तर यो चाहिँ किन गर्नुपर्छ भनेर चाहिँ सबैलाई प्रश्न गराउनु गयो सबैलाई टक्का लाएर। यो त सबैले गर्दा राम्रो हो नि। यो त जुन लामाले मात्रै, भोम्बाले आइरे लामाले मात्रै, गुरुबाले मात्रै होइन, यो त सबै जिन्दा, सबै जान्ने नजान्ने सबैको आफ्नो प्रत्येक घरमा एउटा लुङ त राख्यो भने धेरै राम्रो हो नि, धेरै राम्रो हो। अनि सबैले राम्रो हो, सकेसम्म सबैले राम्रो, धेरै राम्रो हो। के हुन्छ लुङदर के गर्छ, के हुन्छ भन्ने अर्थ चाहिँ अब घरमा एउटा लुङदा राखेपछि, लुङ भनेको एउटा हावा हो, त भनेको एउटा घोडा हो। त्यसले गर्दाखेरि हाम्रो चाहिँ रवा रक्षा गर्ने हो, अनि भूत प्रेतहरूले सबैले दमन गर्ने हो। अनि हाम्रो चाहिँ सेसोल वंशल हुन्छ, दुख बिरामी नहोस्, सबैले परिवार राम्रै होस् भन्ने आशाले भन्ने उसले यो लुङदर राखेको कारण त्यही हो। यो भनेपछि यो लुङदर चाहिँ लामा गुरुबा बाहेक सबैले गर्न मिल्यो, यो पूजापाठ चाहिँ सबैले गर्न मिल्यो। मिल्छ सबैले मिल्छ। प्रायः साथीहरू ए लामा होइन गुरुबा होइन किन चाहिँ लुङदर गरेर हामी भन्छ, सबैले राख्दा मिल्छ नि। यो त लोसारतिर त सबैले राख्दा धेरै राम्रो हो नि। बुद्धिस्ट हो, हामी बुद्धिज्म हो। अहिले हामी बुद्धिस्ट चाहिँ धेरै बनिरहेको हुन्छ, तर बुद्धिस्टको फलो गरिरहेको हुँदैन, हामीले बुद्धिस्टको नियमअनुसार गइरहेको हुँदैन। यो लुङदर चाहिँ हामी उहाँले भने जस्तै हामी गुरुबा लामाले मात्रै होइन कि सबैको प्रत्येक घरमा, गुरुबा लामा नभए पनि तर बुद्धिस्ट भनिसकेपछि चाहिँ सबैले प्रत्येक आफ्नो घरमा चाहिँ लुङदर सकेसम्म तासी गर्नु पर्यो। राखे धेरै राम्रो, धेरै राम्रो। तपाईँलाई धेरै धेरै धन्यवाद यति प्रस्ताउनु भयो। उहाँहरूले हेरेर अब के कस्तो भन्नुहुन्छ उहाँहरूको लागि उहाँहरूले प्रतिक्रिया कमेन्टमा गरिदिनु होला सबैजना। हस् धन्यवाद। अनि हाम्रो साथीहरू चाहिँ पूजामा टक्का लाएर यता होइन खाजाहरू पकाउँदै हुनुहुन्छ है, तरकारी अचार। यता मेरो पेम्बा दाई, हेलो हाई गरिदिउँ न सबैजनालाई। सो अनि मेरो एकदमै दाजु हाम्रो चाहिँ लुङदर रेडी भइसकेको छ। अब टक्क बुवाहरूले तासी गर्नुहुन्छ। अब चाहिँ लगभग फाइनल हुन लाग्यो हाम्रो पूजा है। यता हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यतातिर छु, भर्खर सुतेर उठेको है। खाना खाने बित्तिकै एक निन्द्र त हानिदिनुपर्छ। नकला बुम बिन्द बोलामा म त ए रमेश त नका बुम आद बा कॉलेज लो जाले यारला ओतले हामीहरुतिर चाहिँ गाइस हाम्रो घरमा आज पूजा गरेको टक्क लुङदर सुन्दरको त्यो लगाउँदैछु यो त घरमा तिर। फेरि पनि तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। यो लुङदर लगाइसकेपछि चाहिँ यो छेकु भन्दो रहेछ, अनि छेकुसँगै मैले चाहिँ के देख्यो भने
यो छेकुमा चाहिँ अन्डाहरू खुवाउनु हुँदो रहेछ उहाँहरूले। अनि यो छेकु भनेको चाहिँ के हो र यो छेकु चाहिँ विशेष गरी किन गर्नुपर्छ हजुरले एकदमै यो प्रश्न ठिक छ तपाईँले सोध्नुभयो एउटा क्वेसन। छेकु भन्ने चाहिँ के हो भनेदेखि अब लुङ्गर राख्ने अनि छेकु गर्ने भने चाहिँ अब अलिकति उमेर ढल्किएपछि उमेर चाहिँ ढल्किँदै गएपछि केही ग्रह दशाहरू लाग्छ, केही ग्रह दशाहरू लाग्छ अनि आफूलाई पनि अलिकति सन्चो बेसन्चो केही हुन्छ गरिरहेको बानी ले गर्दाखेरि अनि त्यसलाई चाहिँ अब एउटा लुङ्गर सोक्युप गरेपछि एउटा छेकुको अर्थ चाहिँ किनभने अब छेकुक भने चाहिँ आयो अब उमेर ढल्किसकेपछि अब आयोलाई अलिकति ग्रह दासा लागेपछि छेकुक भने चाहिँ हामी अब यो जो हामी पञ्चधातुको जीवन हो अनि त्यस पनि फेरि पञ्चधातुको जीवनमाथि पनि एउटा अब कुसुमले झिन्लम नभएसम्म पञ्चधातु हुँदैन। हाम्रो लिङ्ग भनेको नाम्ची घेको लिङ्ग हो र कुसुमको झिन्लमले आफ्नो जुन जीवन पायो पञ्चधातुबाट हामी यहाँदेखि उताको भोइस चाहिँ माइकको चार्ज सकेको थाहा नभएको कारणले तपाईँहरूले उहाँले हेलो गाइज हाम्रो चाहिँ होइन सुन्न पाएको छैन, पूजा सकिसकेको छ, अन्तिम भइसकेको छ। अब हाम्रो यो भिडियोहरू चाहिँ अब यताउति एक्सप्लेन गरेकोहरू चाहिँ के कस्तो लाग्छ हजुरहरूले यसो प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला। हाम्रो सांस्कृतिक हाम्रो कल्चर हाम्रो तामाङ कल्चर यस्तै हो, के कस्तो लाग्छ हाम्रो सबै दृश्यहरू भिडियोमा देखाइसकेको छु। त्यसैले हजुरहरूले मन पर्यो भने सेयर पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला र फलो पनि गरेको छैन भने अन्तिममा फलो पनि गरिदिनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, बाई बाई।